हेलो गाइज, सबैजना चाहिँ वेलकम छ मेरो युट्युब च्यानलमा। आज चाहिँ न्यू डे भ्लगको साथमा आइसकेको छु म। फेरि पनि लङ टाइम पछाडि धेरै टाइम भयो भ्लग बनाएको थिएन। आज चाहिँ शनिबारको दिन अनि विशेष चाहिँ छुट्टी मिलाएर शनिबारको दिन चाहिँ हामी घुम्न गएछौँ। बजार म बस्ने माछा पोखरी एरिया, माछा पोखरी एरियाको माथि रङ्गो साइडतिर जाँदैछौँ। भिडियोहरू कस्तो आउँछ धेरै लङ टाइम पछाडि आएको छ, सबैले हेरेर प्रतिक्रिया दिनु होला। साथ सपोर्ट र सब्सक्राइब गर्नु होला नयाँ हुनुहुन्छ भने। ल बेसी साथी भेट्नु बाटो छ के भयो? देखिरहेको छ हाम्रो चाहिँ काठमाडौँको भ्यू। हामी चाहिँ घुम्न आएको छौँ आज भाइरोमा। फोटोसुट एक दुईवटा खिच्यौँ हामी। एउटा फल्केको छ कस्तो देखिरहेको छ हेर्नु, जङ्गल हरियाली। त्यो सुन्दर भ्यू कता होला सोचिरहेको, पक्कै सोच्नु भयो होला होइन। मलाई चाहिँ त्यो लागिरहेको छ यो चाहिँ काठमाडौँ भ्यू होइन। त्यो माछा पोखरीको भ्यू भन्छ होइन। माछा पोखरीबाट उता जङ्गल घुम्न आएको थियो क्या। धेरै दिनको अक्सिजन नखाएको, रुममा कतै गुम्सेर बस्ने कहिले कहिले यस्तो चलिरहेको थियो यस्तो। हामी आएको रोड चाहिँ यहाँबाट हो, यहाँबाट जान्छ होइन। अनि हामी चाहिँ दाजुभाइ भयो होइन। उता चाहिँ यो चाहिँ त्रिशुली जान्छ होइन। अहिले ल हाम्रो दाजुले फर्स्ट टाइम भयो होइन साइकल चाहिँ चलाउनुहुन्छ, कस्तो देखिन्छ अब होइन। साइकल चाहिँ हाम्रो दाजुले अक्खा चलाउनुहुन्छ के गर्नु, डराएर हेर न साइड लाइन भन्दा उता चलाइराख्नु भयो के अब डरको हुनुहुन्छ कि अलि होइन।
अलि डराउनु हुन्छ होइन साइकल चलाउन सिट तपाईँ गाडी हुन्छ होइन है त्यो चाहिँ काठमाडौँ होइन काठमाडौँ अनि त्यो अरूको मात्रै देखाउनु मेरो पनि देखाइदिउँ गाई छ हामी चाहिँ होइन जङ्गल चाहिँ खासै नराम्रो चाहिँ छैन है बब्बालै छ भनौँ न होइन जङ्गल यही हो उता चाहिँ दाजु जानु भएर चाहिँ मलाई पलकेर उता आइज भनेर होइन म चाहिँ जान्छु अब काठमाडौँ राम्रो छ होटल होइन विदेशीहरू आउँदैछ राम्रो छ भिडियो बनाउँदैछ हामी माथि आइसकेको छ यहाँ चाहिँ अक्लो डाँडामा चाहिँ हामी माथि यता माथि आएर चाहिँ माथि नै आएको हुनालाई अनि कस्तो देखेको छ सबैजनाले कमेन्ट गर्नुला यहाँ भ्यूहरू देखेको छ बब्बाले देखेको छ मान्छेहरू अघि जस्तो तल एकदम भयो यहाँ चाहिँ माथि चाहिँ मन्दिरको के रहेछ आजकल कस्तो गरेर भिडियोहरू बनाउनु हुँदैन खस अनि त्यो चाहिँ सेल्फीहरू जहाँनिर हुन्छ होइन आएको पानीहरू पनि मिलाएर टाइम अनि एकसँग चाहिँ फर्किनुपर्छ हामी घरतिर चाहिँ बाल्दै छ भिडियो नबनाउनु पाएको पनि धेरै भइसकेको थियो यहाँको बल्ल पानीबाट मिलाएर चाहिँ भिडियो बनायो अनि सबैजना चाहिँ हेर्नु होला कमेन्टहरू गर्नु होला अनि व्यस्त गर्नु भिडियोहरू हेर्नु पाएको छ कमेन्ट गर्नु नयाँ सेयर गर्नु फेसबुकमा आइडी नै याद भएको थियो त्यो सबै कन्ट्याक्टहरू लस भएको छ अनि अगाडि पनि मेरो चाहिँ कति साथीको चाहिँ फलोअप भएको भिडियो पनि फेसबुक आइडी पनि ब्यान भयो भयो ह्याक भयो र अहिले चाहिँ 2K फ्लोर भएको चाहिँ फेस आइडी पनि ह्याक भएको छ अनि आजबाट चाहिँ नयाँ फेस आइडी खोलिएको छ अनि सबैजना चाहिँ त्यसमा साथी हुनु होला अनि चिन्नु हुने सम्पूर्ण चिन्नु हुने नचिन्नु हुने सम्पूर्णलाई चाहिँ भिडियो मार्फत टिकटक मार्फत सबैजना हामीले युट्युबमा जोडेको छ जो जहाँ हुन्छ हाम्रो चाहिँ खालि चाहिँ मलाई सपोर्ट दिनु जानुभएको छ अनि हामीले चाहिँ फ्यामिलीहरू घर चाहिँ बस्नेछौँ अनि जति टाढाको भने हामीले सामाजिक सञ्जालबाट नजिक हुन्छौँ सबैजना चाहिँ हेर्नु होला कसरी गर्नु होला गगन थालेको छ त्यसमा नि नेपालीबाट चाहिँ गगन थालेको छ सबैले चाहिँ गएर चाहिँ खाती गर्नु होला अनि युट्युबमा नि टिकटकमा नि सबैजना फलो गरौँ नयाँ तरिकाले चाहिँ भिडियोहरू आउँदै गर्छ सबैजना साथ दिनु होला कमेन्ट गर्नु होला कस्तो कस्तो भिडियो जान्छ फर्स्ट टाइम भिडियो भलो बनाउनु हजुरको साथ सपोर्ट र मायाको आवश्यकता गर्दछौँ है त फर्केर माथिबाट अनि अहिले चाहिँ माछा पोखरी चोक नजिक पुगेछ माछा पोखरी घुम जानुपर्छ फाइनली चाहिँ हामी रुममा पुग्यौँ अनि भाइले चाहिँ इन्डिङ गर्छ ल भाइ बोल त 1 घन्टा जतिको बाटो हिँड्यो आज साइकलमा लङ यात्रा गरियो जो छैन जङ्गलको बाटो राम्रो थियो हावापानी बलेर हावा आज भेजी पनि खायो होइन पुगेर पनि अब हामी त्यो साइड चाहिँ यता हेरेको थियो यस्तो हामी माथि रुमबाट भइसक्यो अँध्यारो भइसक्यो